हेलो गुड मर्निङ नमस्ते सबैजनालाई मेरो शुभ बिहानी। म चाहिँ आज ओखलढुङ्गा सुनकोशी गाउँपालिका 3 सिस्नेरी सालेरीबाट देख्न सकिने दृश्यहरू देखाउन गइरहेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै भिडियोलाई अघि बढाउन चाहन्छु। आज चाहिँ दृश्य अति नै राम्रो भइरहेको र दृश्यहरू पनि राम्रो देखिरहेको छ। अति नै सुन्दर इन्द्रेणी सात रङ्गी इन्द्रेणी पनि लागिरहेको रहेछ। बिहानै म चाहिँ भर्खरै उठेको, चिया पनि खाएको छैन। म चाहिँ भर्खरै उठेको आँखा मिच्दै भिडियो बनाउँदैछु। आज चाहिँ सम्पूर्ण कुहिरोहरू केही पनि छैन, सम्पूर्ण दृश्य देखाउन गइरहेको छु र यहाँबाट चाहिँ धेरै दृश्यहरू देख्न सकिन्छ। यहाँ पारीको चाहिँ टाँकी डाँडा हो, टाँकी हो र त्योभन्दा माथिको चाहिँ देउराली आएको रोड हो। यहाँनिर चाहिँ टाँकी डाँडा हो, टाँकी डाँडाको दृश्य हो यो चाहिँ। टाँकी डाँडा सिधा पारी चाहिँ इन्द्रेणी लागेको रहेछ माथिबाट, अति नै राम्रो देखिरहेछ। कुहिरोहरू पनि थोरै देखिरहेछ। यो चाहिँ टाँकीको घरहरू फोनबाट क्यामेरा गरेको मैले चाहिँ खासै राम्रो देखिरहेको छैन, तैपनि म देखाउने कोसिस गर्नेछु। आज चाहिँ अति नै राम्रो दृश्य देखिरहेको छ। माथिबाट हेर्न सक्नुहुन्छ इन्द्रेणी पनि लागिरहेको रहेछ। यति बिहानै घाम भर्खर झुल्किन लागिरहेको छ। चराहरू गुनगुनाइरहेको छ, हरियाली। अनि त्यसपछि यहाँ पारी भनेको चाहिँ कोसीभन्दा पारी, कोसी पारी घुमाउने डाँडा भन्छ होला सायद, घुमाउने डाँडा भनिन्छ। सुनकोशी पनि देख्न सक्नुहुनेछ। सुनकोशी भन्दा पारी भनेको चाहिँ सिन्धुली नै पर्छ, सिन्धुली देख्न सक्नुहुनेछ। र बलखु माथि भिरगाउँ अनि सादी सम्पूर्ण दृश्य देख्न सक्नुहुनेछ। र यहाँ तल भदौरे पनि देख्न सक्नुहुनेछ, भदौरे। त्यसपछि यहाँ तलको माटो पनि देख्न सकिन्छ र आएर सर माथि यहाँ थोरै रुखले डिस्टर्ब गरेछ। ल यो चाहिँ भनेको तपाईँको यहाँ तलको चाहिँ हाम्रो गाउँ हो। यहाँ तल पर्छ मजुवाभन्दा माथि चाहिँ एउटा मात्र घर भएको चाहिँ त्यो भनेको चाहिँ यो चाहिँ बुचे हो, पारी बुचे भन्ने गरिन्छ। र त्योभन्दा पारीको चाहिँ देउराली, यो चाहिँ देउराली गाउँ हो। देउरालीमा आएको रोड चाहिँ यहाँ तलबाट आएको छ, टाँकी हुँदै रोडहरू आइपुगेको छ। दामी दृश्य देख्न सकिन्छ। त्यहाँ भनेको रचने हो, रचनेभन्दा माथि सक्रोबास कस्तो यहाँ माथिको कस्तो दामी। हस् त आजको भिडियो यति नै, र यस्तै रमाइलो राम्रो दामी दृश्यहरू नेक्स्ट भिडियोमा लिएर आउने नै छु। र आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। हस् त सबैको दिन आज शुभ रहोस्। धन्यवाद।